गाइज, आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु, एकदम ठिक छु, एकदम फाइन छु, सबै छु। हजुरहरू कस्तो हुनुहुन्छ भन्ने मलाई थाहा छैन। जस्तो हुनुहुन्छ सबै आफ्नो ठाउँमा सही हुनुहुन्छ होला। वेलकम माई न्यू भ्लग। म धेरै पछि हजुरहरूको सामु नयाँ भ्लग लिएर आएको छु। एकदम लङ टाइम पछि, एकदम काममा व्यस्त कारणले गर्दा म आउन नपाएको है। नत्र पनि भ्लग बनाउने रहर छ है, केही न केही गर्ने रहर छ युट्युबबाट भन्ने, केही न केही गर्ने छु भन्ने आश गरेको छु। तर केही गर्न सक्दिनँ है, साँच्चै केही गर्न सक्दिनँ। 337 सब्सक्राइबर छ होइन। 337 सब्सक्राइबर पनि बहुत मुस्किल लाग्यो एकदम। साला छोडम कि बनाम कि, साला छोडम कि बनाम कि भन्ने हुँदो रहेछ युट्युब बनाउँदा। छोडम बनाम भन्ने दोधारमा परेको बनेको बनाइ। त्यसलाई एक दिन अब भिडियो हालिन्छ होइन, भिडियो हालेपछि एकदम आज त यसमा अलि जान्छ भन्ने आश हुन्छ। हेर्दा अब 10-20 भ्यू गएको हुन्छ क्या। अब त्यतिले त अब अलिकति 1K 2K लाइक भ्यू गयो भने त होइन, आफूमा नि अलिक कन्फिडेन्ट आउँछ नि। हो मैले भिडियो राम्रो बनाएको रहेछु, मलाई मेरो भिडियो राम्रो हुने रहेछ, मलाई सबैले सहयोग गरेको छ, माया गरेको छ, म अझै राम्रो एट्र्याक्टिभ भिडियो बनाउँछु भन्ने आश हुने रहेछ। तर के गर्नु, कसैले सपोर्टै गर्दैन, माया गर्दैन। अब कसरी अब कन्फिडेन्स भएर पनि सपोर्ट भएन भने गयो। त्यही पनि म अब भिडियोहरू बनाउँदै जानेछु। त्यही पनि माया गरिदिनु होला, सबैले सपोर्ट गरिदिनु होला भन्ने मैले अपेक्षा गरेको छु। धेरै पछि भ्लगमा आएको छु। लेट्स गो भिडियो। म चाहिँ भर्खर रुमभन्दा बाहिर छु, हेर्न सक्नुहुन्छ। झोलासोला भिरेर म चाहिँ खास कपडा सिलाउनु हिँडेको है। कपडा अब पुरै च्यातियो क्या। अब धेरै पछि होइन, कहाँ होला यहाँ कपडा सिलाउने, अब अर्काको होइन भाषा आएन भने अलि झ्याउ हुने रहेछ क्या। त्यही भएर म यता कपडा सिलाउनको लागि झोलामा कपडा लिएर हिँडेको छु। आज 5 बजी छुट्टी भयो हुन्छ, भोलि पनि अब 5 बजी छुट्टी हुन्छ। भोलि पनि छुट्टी छैन है, सन्डे खास हाम्रो छुट्टी हुने। तर अहिले कामको व्यस्तले गर्दा भिडियो त्यस्तै आउन पाएन क्या। तर पनि अब जति आउँछ त्यति हेरिदिनु होला, माया गरिदिनु होला है। अब के छ र, अब यस्तै छ। अब नेपालमा अब के काण्ड आहा थाहै छैन। अब विदेशमा हामीलाई यस्तो व्यस्त। अब नेपालमा कहिले के हुन्छ, कहिले के हाल्छ न्युज सुन्दा नै हावा जस्तो लाग्छ कि आफ्नो कस्तो के गरे कि नेपालमा हाम्रो अरू देशमा कति प्रगति भइरहेको, हाम्रो देशमा चाहिँ कहिले के भए कहिलेको न्युज हेर्न नि वाक्कै लागिसक्यो क्या। अब आफ्नो देशको माया लागेर के गर्नु, देशको हालत यस्तो हो। अब देशमा राम्रो भइदियो भए सबै नेपालीहरू विदेश त कहाँ जान्थ्यो र। म पनि खाली आउनु रहर त थिएन। यस्तै गरेर नेपालमा भिडियो बनाउँदै हिँड्न कति रमाइलो हुन्छ। आफ्नो परिवारको साथ बस्दा कति रमाइलो हुन्छ। तर अर्काको देशमा आएर यसरी दुःख गर्दा त कसैलाई नराम्रो लाग्दैन नि त। तर पनि केही छैन, अब आफ्नो दुःख गर्ने हो, खाने हो, जसरी पनि पैसै कमाउने हो। अर्काको देशमा आए पनि स्ट्रगल गर्ने हो, सबैले राम्रो गर्ने हो, सबैले राम्रै दिने हो। तर खाडीमै भए पनि प्रगति चाहिँ गर्न छ है। अब प्रगति गर्ने भाग्यले नि साथ दिन्छ भन्ने आश गरेको छु। राम्रो गर्नेछु। जे भए पनि परिवार पाल्नलाई खानालाई पुगोस्, त्यहाँभन्दा अरू केही चाहिँदैन। हामी मिडल क्लास फ्यामिलीलाई त्यही भए इनफ हुन्छ। त्यतिले हाम्रो जिन्दगी चल्ने हो। हाम्रो अब धनी हुनु त त्यस्तै अब आफ्नै बिजनेस हुनु पऱ्यो नि त। आफ्नै बिजनेस भए पो धनी हुने उ गर्ने हो र। अब आफ्नो बिजनेस छैन, केही छैन। अब जे छ त्यसैमा रमाउने हो। हामी मिडल क्लास फ्यामिलीलाई अब जस्तो चर्छ त्यस्तै गर्ने हो। त्यही भएर सिर्फ परिवार पाल्न सकु, परिवारलाई दुःख दिन नसकु, त्यही हो। परिवारलाई पुग्ने सम्पत्ति कमाउन सकु, त्यही हो। परिवारलाई खुसी राख्ने हो, त्यही हो। यस्तै छ। अब हेर्न सक्नुहुन्छ एकदम रमाइलो छ। एकदम त बिल्डिङ यत्रो घर त मैले त जिन्दगी बनाउन सक्दिनँ। कसमै जिन्दगी म जे गरौँ जिन्दगीभर त्यत्रो घर गराउन सक्दिनँ। सकिन्छ मेरो 5 पुस्ता 6 पुस्ता 7 पुस्ताले पनि सक्दिनँ त्यत्रो घर बनाउन। अब मान्छेहरू त्यत्रो घरहरू बनाएको हुन्छन्। खाडी आएर चाहिँ मैले धेरै कुरा सिकेँ क्या। हिजो अब घरमा एउटा छडेसिङको के भन्छ, त्यो काम नगर्ने मान्छेले अहिले आएर सबै आफै काम गर्नुपर्छ। खाना आफैले बनाउनुपर्छ, आफ्नो कपडा आफै धुनुपर्छ, सबै थोक आफै गर्नुपर्छ क्या। यो विदेशमा कस्तो हो भने आफ्नो स्वार्थको लागि, जसले पनि आफ्नै स्वार्थको लागि, चाहे म हो चाहे जोसुकै हो, जसले पनि यहाँ आफ्नो नातेदार कोही पनि हुँदैन क्या। सिर्फ आफैलाई विश्वास गर्ने हो, अरू कसैको विश्वास पनि गर्न हुँदैन कि। यो ठाउँ भनेको यस्तो हो। भन्छ नि छोराले खाने बाउले हेरेर बस्ने देश भन्छन् क्या। विदेश भनेको त्यस्तो हो। सिर्फ आफ्नो नातेदार भनेको त नेपालमा मात्रै हो। नेपालमा मात्रै आफ्नो नातेदार दाजुभाइ छ भनेको आफ्नो देशमा मात्रै हो। नत्र अरूको देशमा होइन। कसैको मतलब हुँदैन। यसले खाना खाओस् नखाओस् कसैको केही मतलब हुँदैन क्या। त्यही भएर अब
अर्काको देश भए पनि म पहिलो कन्ट्री आएको भनेको मलेसिया हो कि मलाई कुनै देशमा अरू गएको छैन। अब अरू देश जान अब ठुल्ठुलो देश जान त पैसा छैन नि त, पैसा हुनु पर्यो, पैसै हो सबैभन्दा ठुलो। पैसा हुन्थेन भने म नेपालै हुन्थेँ, यसरी भिडियो बनाउँदै हिँडेको हुन्थेँ नेपालमा। अब आफ्नो हबीहरू हुन्छ, अब सबैको कुरा त कहाँ हुन्छ र। म कस्तो सोचेको थिएँ भने म लाउरे हुने धेरै रहर थियो कि म 10 चोटि देखिएको नदेखिएको नै 10 चोटि देखिएको 10 चोटि फालिएको हो। ढाँटेर किन गर्ने, कहिले के मिलेन कहिले के नमिलेर अब नदिएको हो। अब जहाँ जे लेख्यो त्यही त हुने हो। आखिर लास्टमा खाडी आउन लेखेर चाहिँ खाडीमा आइछु, त्यस्तै हो जिन्दगी भने। यस्तै चाहिँ अब जस्तो चल्छ त्यस्तै जाला। ए अब यहीँको मान्छेहरूले पनि यस्तरी काम गरेका हुन्छन्, सबै यहाँको लोकलहरू हुनु। सबैले आफ्नो काम गर्ने हो, काम नगर्ने देश कोही पनि हुँदैन क्या। जसले पनि पेट पाल्नै पऱ्यो, खानै पऱ्यो, गर्नै पऱ्यो। म चाहिँ यता माथि खास कपडा सिलाउन आएको कि म कपडा सिलाउन लागि यता आएको थिएँ। अब त्यहाँ आइरहेको छु। कहाँ गयो भाइ, मेरे को कपड़ा सिलाना था। ओ मैं यहाँ आइसकेको छु, मेरे कपड़ा सिलाने का था। हाँ वो नीचे नीचे फट गया है पूरा। ये इधर देखो, ये पूरा फट गया है। अब नयाँ कपड़ा किन्न सकिन्न, यस्तै अब। हाँ उधर भी नीचे गया है, ये देखो पूरा फट गया। ये ढूंढते ढूंढते किधर ये वो खींचने के लिए किधर है मालूम नहीं हुआ। वो पहले मैं आया था ना इधर एक बार, वो वही टाइम देखा है इधर। हाँ ऐसा कितना आएगा? थोड़ा ऐसे करो। कितना हुआ भाई, कितना कितना? हाँ 10 रुपया दे दो। 10 रिंगिट इतना हुआ? क्या है भाई यार, इतना ज़्यादा नहीं लगता। ऐसा मत करो यार, 5 रिंगिट लो यार। दो फैन वाला ना, एक फैन वाला ले तो 5 रिंगिट, दो फैन वाला। ओके चलो मैं इसे वीडियो शूट कर दे ला, दे दो ना भाई। एक गरीब आदमी है ना, तुम पैसा वाला आदमी। हाँ बहुत पैसा वाला, इसीलिए वो मलेशिया में काम करने के लिए आया। 10 रिंगिट भनेको नेपाल कति हो थाहा? 300 रिंगिट। 300 नेपाली 300। पुरा एउटा कपडा पुरा सिलाएको पनि 300 आउँथ्यो क्या, तर उसले त्यत्रो लिएको त केही छैन। अब अरूको देश, अब जति भन्यो त्यति दिनु पऱ्यो। ओके भाइ चल्दा हो, फिर आता हो। 30 रिंगिट 10 रिंगिट, 10 भनेको नेपाल त 300 हो त यार। अब चाहिँ म रुमतिर फर्किसकेँ। आजलाई मेरो भाडा कति हुनुभयो? 300 ले यार, नेपाल 300। नेपाल 300 मा त एउटा सर्टै खुडाए पनि आउँथ्यो होला, तर पनि केही छैन। अब उसले अब आफ्नो उस गर्ने, अब दिइहालेँ। मेरो आजलाई भ्लग चाहिँ यति नै हुनुभयो। सबैले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, डोन्ट फर्गेट है। म फेरि पनि नयाँ भ्लग साथ हजुरहरूको सामु आउनेछु। जबसम्म मलाई बाई बाई, टाटा।